जय जय हो। यस्तै प्रकारले धेरै धेरै पाप कर्म गर्नेवाला व्यक्ति के भगवानको नाम लियो भनेदेखि भगवान नारायणको नाम लिनाले पापबाट प्रायश्चित्त हुन्छ। कि यसको उदाहरण छ त कहीँ भगवानको नाम लिनाले सबै पाप पखालिएको त्यस्तो कुनै उदाहरण छ भन्दा गरे छ। के छ त भन्दा अजामिलको उपाख्यान किलो किलो हेर्नु है पछाडि ढल्यो ढल्यो। बोल भक्त वत्सल भगवानको जय हो। श्री आनन्द कन्द भगवानको जय जय श्री लक्ष्मी नारायण भगवानको जय जय। यस्तो प्रकारले भन्नुहुन्छ। अब अजामिल नामको एउटा ब्राह्मण थियो, त्यो अत्यन्त पहिले त सबै राम्रो थियो, तर पछि गएर कुसङ्गत भएर वनमा जाँदाखेरि संविदा लिन जाँदा उतै गएर अर्को घर जाम गरेर बस्दछ। अर्को कुनै भनौँ न यस्तो कुनै एउटै अर्कै श्रीमती चाहिँ राखेर बस्न लाग्यो। ती बसेर सदाचारहरू सबै नष्ट भएको छ र आफ्ना छोराछोरीहरूलाई पालन गरेर बस्दै थियो। अन्तिममा धेरै भाइ छोरामध्ये अन्तिमको कान्छो छोराको नाम नारायण राखिएको थियो। त्यो नारायण नाम गरेको छोरामा धेरै प्रेम थियो। बुढेसकालमा पाएको छोरो तोते बोली बोल्ने गर्थ्यो। अनि तोते बोली बोलेको सुन्दाखेरि पिता मातालाई सबैलाई प्यारो लाग्थ्यो। र अन्तिम समयमा 87 वर्ष 88 वर्षको उमेर भइसक्यो। त्यो 88 वर्षको उमेरमा अब त त्यस पछाडि के गर्नु लाग्यो त भने अब मृत्यु नजिकै आइपुगेको छ है। 88 त्यायुष समाह। अनि खाँदा हिँड्दा डुल्दा बस्दा जति बेला पनि त्यही कान्छो छोरालाई नारायणलाई सम्झिरहेको छ। तर आफ्नो नजिकमा मृत्यु आइपुगेको उसलाई थाहा भएन। त्यो अन्तिम समयमा आफ्नो छोरा नारायणलाई यमदूतहरू आएको देखेपछि यमराजका दूतहरू आए त्यो पापीलाई लिन भनेर। त्यही बेलामा अब ऊ डराएर चाहिँ ओहो सानो छोरो, त्यो कान्छो छोरो सानो छ, त्यो नारायण त्यति सानो बच्चा छ, यस्ता डरलाग्दो नङ्गरा दारा भएको ठडा ठडा रौँ भएको यस्तो व्यक्तिलाई देख्यो भनेदेखि त तर्सिन्छ होला। त्यस भएर हे बाबु नै हे नारायण आयो, हे नारायण तिमी आऊ, कता छौ तिमी यता आऊ भनेर यस्ता प्रकारले भनेपछि हे नारायण यस्ता प्रकारले हे नारायण तिमी यहाँ आऊ भनेको त त्यति बेला त भगवान अब यता यमदूतहरू आएका थिए। त्यो भगवान नारायणको नामलाई सुनिसकेपछि मतिम चकार तनहे बाले नारायण भई भगवानमा मन लगाएको होइन, तर के भन्दाखेरि भगवान नारायणमा मन लगाएको त होइन। केमा मन लागेको भन्दाखेरि बाले नारायण भए नारायण नाम गरेको बालकमा त्यो मन लगाउनु भएको छ है। बाले नारायण भए त्यो छोरालाई सम्झेको नि भगवानलाई सम्झेको त होइन, तर पनि भगवानका दूतहरू पनि आउनुपर्छ र पिताम्बरधारी फेरि कुण्डल धारण गरेका सबै त्यहाँ आइपुग्नु भयो। सबैजना त्यहाँ आउनुभएको छ सुन्दर। अब आएपछि त अब त्यसपछि अनि दूरी क्रीडाका सकल परै खेल खेलिरहेको छोरालाई ए नारायण आऊ भनेर बोलाएको त त्यो नारायण कथा थियो, आउँदै गर्दै थियो। तर यता त भगवानका भक्तहरू आइपुगेछन्। अब त्यस पछाडि के भयो त अब त्यस पछाडि यमदूतहरूलाई झट्का दिएर विष्णुदूतहरूलाई ए खबरदार यस्तो भगवानको नाम जप्नेलाई लिन आउने। फेरि जाला उतैतिर तुलसीको श्री आनन्द कन्द भगवानको जय हो। जहाँबाट आएको त्यही पुग्छ क्या। श्री आनन्द कन्द भगवानको जय जय हो। त्यस भएर भगवानलाई तुलसी प्यारो लाग्ने उतैतिर जानु पर्ने। अब यस्तै प्रकारले बाले नारायण भए। अब उसले भन्दछन् हामीहरू चाहिँ यमदूत हौँ, धर्मराजका दूत हौँ भने उनीहरूले ए धर्मराजको दूत हो भनेदेखि धर्मको परिभाषा बताऊ, धर्म केलाई भनिन्छ भन्दाखेरि यमदूतहरूले भन्दछन् विष्णुदूतहरूले भने कस्तालाई दण्ड दिने हो र कस्तालाई दण्ड नदिने हो, कस्तो Bye.